पागल जस्तो के यस्तो साइकल छ के भाइ। हेलो गाइस, फाइनली एक घन्टा ढुक्क हो क्या। अब ढुक्क 1 घन्टामा स्याड हो क्या। 1 घन्टामा स्याड भएपछि अब पढ्याउनु मान्छ नि त। ओइ माखा के गरेको भाइ? याले गयो भेको पार्टी हानेको उठल पुटल भइरहेको अवस्था थकाइले गर्दा हड्डी सबै टुटिसक्यो। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई एयरके फ्लू ब्लग युट्युब च्यानल। आज चाहिँ हामी अर्खलाका कृषि समूहका टोलीहरू पुरा भाङबारीतिर अदुवा रोप्न आएको छ। के कस्तो रमाइलो हुन्छ म हजुरहरूलाई पुरा भिडियोमा देखाउने कोसिस गर्नेछु र हेरेर अन्तिमसम्म साथ दिनु होला। फाइनल्ली केटाहरू पनि आइसक्यो। फाइनल्ली कति हामी 60-70 जना जति होला। फाइनली केटाहरू आइसकेको छ। ओ ना सोर दाम राम गएन मडान क्या फर्सँग जुले ल फाइनली हामी हिँडिसक्यौँ। पारी देख्न सक्नुहुन्छ हजुरले। हाम्रो टोली हो यो, सबजना कृषि समूहको टोली ग्याङ। त्यो पुष्पा ग्याङ भन्न कम छैन त। ओ माई गड, फाइनली आइपुग्यौँ। फाइनली हामी बारीमा आइसकेको छ। देख्न सक्नुहुन्छ यो सबै। Kami itu kogi deh gitu. Nanti bola orang tengah final le. Nanda kau kaki? Makali itu udah aja. Cinta kembali. यार 27 baru tuh aja. 27 baru. Hei, dhamaram. Dhamaram भइरहेको छ। सामान नार टेम्पो माने मारा Juali tomato.
ए काम चालू काम चालू उनीहरूले काका काका हिजो बटोला नि बट त्यहाँ पनि मनाउने हाम्रो मामाजी उहाँ हुनुहुन्छ अझै मात्र 2 घन्टा छ 2 घन्टामा स्टार्ट एक घन्टा ढुक्क हो क्या अब ढुक्क 1 घन्टामा स्याड हो क्या 1 घन्टामा स्याड भएपछि अब पौडी खेल्नु जानु के गरेको भाइ यहाँले गाउँ भेको पार्टी हानेको उठल पुटल झरेको तथाकैले गर्दा हड्डी सबै टुटिसक्यो अर्ग्यानिक चटनी आपको बताए राजाको औ जिम्या 2 घन्टा त आफै हो जोस दिपेश भाइको बाहुबली पुश ठक्कै लायो हौ रमाइलो भइरहेछ एकदमै स्माइल गर्न गाइस फाइनली सक्यो लास्ट थाक्यो यार चलो गाइसहरु चलो 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 अरे टप्पे सब ध्यान यो ओइ जाने हो अब ल फाइनली हामी चाहिँ कामसाम भ्याएर पौडी खेल्न आइसकेको छ हामी 4-5 जना चाहिँ 5 जना केटाहरू चाहिँ पौडी खेल्न आएको छ लास्ट चाहिँ थाक्यो मैलो पनि मैलो हो हेर्नु सब पौडी खेलेर अब चट्ट घर गएर नुनु गर्ने हो भोलि बिहान 10 बजे उठ्ने हो यहाँ केटाहरू अगाडि 4 जना सब पछाडि पुलुलु खोलामा पुगेपछि हजुरलाई देखाउँछु गाइसहरु फाइनल्ली राइकोट पुलमा आइसकेको छ अब पौडी खेल्ने हो मस्त फाइनल्ली खोलामा आइपुग्यो गाइजहरु अब चाहिँ पौडी खेल्ने हो ल पौडी खेलौँ अभी हेलो गाइसहरु फाइनली आया
फाइनली हामी पौडी खेलेर आइसक्यो मेरो भाइ हिँड्न सकिरहेको छैन रे कसैले बोक्दिन आउनु पर्यो है आज त लास्टै थाक्यो क्या दिनभरि खनेको खनै यता हाम्रो युकेश भाइ पनि थाकेको छ बिस्तारै जाने हो राति पुगिने होइन खाना खाएर सुत्ने हो काम गर्नु पर्दैन अब आरामसँग जाने हो घरमा छ है काका मेरो घरमा छ सुनको खानी अँ मेरो माया हो रानी अँ क्या आउन भटले ल गाइजहरू फाइनली घरमा आइपुग्यौँ हामी घरमा आएको पुरा बाइकलाई ढुङ्ग हनिरहेको भाइले अलि के भन्छ साइको जस्तो छ कि हो भाइ चाहिँ त्यो हुन्छ नि त्यो पागल जस्तो के त्यस्तो साइको छ क्या यो भाइ हान्यो ल लाग्ने के